म चाहिँ साथै दालहरू चाहिँ यसरी बनाउँछु है। हजुरहरू कसरी बनाउनुहुन्छ? यो चाहिँ मैले कालो दाल बनाएको हो। मलाई चाहिँ त्यो तेलसेल हालेर भन्दा पनि डाइरेक्ट यसरी बनाउन मन लाग्छ। अनि मैले चाहिँ दुध लिएँ है, अब दुध पर्छ। बिहानै उठेर नुहाइ गरेँ। अनि नानीहरूलाई अब खाना बनाएर रेडी गरेर स्कुल पठाउनु पर्ने छ। त्यही भएर यहाँ हाल्नु न अब यति बेला उठ्दाखेरि यति बेला अहिले 8 बजेको छ। 8 बजे उठ्दाखेरि पनि नानीको यस्तो धेरै हुन्छ। अब यिनीहरूलाई बिहान उठाएर गरौँ, काम गर्नु पनि सकिँदैन, यिनीहरूले दिँदैनन्। त्यही भएर अब आफूले आधी काम सकाम अनि उठाऊँ भनेर उठाएको। अब यिनीहरूलाई अब स्कुल जाने बेला भएको छ। यति फकाएर यति मनाएर देउतालाई मनाउन के टाइम लाग्ला, यिनीहरूलाई मनाउन त्यति धेरै टाइम लाग्छ होइन। अनि बल्ल बल्ल ब्रस गरायो अरे जाउले पकाइदिएको थिएँ। अब जाउलीमा पनि खुवाउनु पर्ने। अब यो खाना खुवाउनुलाई पनि यति धेरै टाइम लाग्छ है। तपाईँहरूको नानीहरूले चाहिँ कतिको मजाले खानुहुन्छ। मेरो चाहिँ अब नानीहरूलाई यसरी अब यहाँ फकाइ उनीहरूले जे दिमागले हराउँछ त्यही गराइ खुवाउनु पर्ने, फकाइ लानुपर्ने छ। आज चाहिँ मेरो 2 दिन भयो मेरो छोरीलाई चाहिँ स्कुल जानुलाई चाहिँ यसरी आफै कुद्दै गएर आफै गाडीमा चढ्ने भनेर गाडीमा चढेँ। 2 दिन भयो एकदम हाँसी खुसी नरुइकन जान थालेको छिन्। यति यस्तो मजाले बाई भन्दै जाने थालेको छिन्। थाहा छैन के भएर उसलाई यति धेरै जानु मन लाग्न थालेको छ। धेरै खुसी लागिरहेको छ नरुइकन गएकोले गर्दा। नानीहरू स्कुल जाँदाखेरि पनि नरुइकन गयो भने पनि एउटा भिन्दै छुट्टै खालको आनन्द हुँदो रहेछ क्या। जहिले रुने। मैले 4-5 महिना जस्तो भयो होला स्कुल हालिदिएको। फर्स्ट टाइम हो, 2 दिन भयो नरिकन गएको होइन। अनि त्यही भएर अब आज चाहिँ मैले स्कुल पठायो अरे लट्टेको साग पकाउनु पर्ने थियो। चाहिँ अर्ग्यानिक हो, यो घरमै चाहिँ आमाले रेडी गरिरहनु भएको रहेछ केलाएर। अनि मैले चाहिँ अब आज बनाइदिँदैछु। यसलाई चाहिँ यसरी मैले पाल्टाङ पुल्टुङ पारेर टमाटर हालेर बनाइदिएँ। अब साउन बारिरहेको छ। प्याज लसुन के अन्त केही हुँदैन खानुलाई। यसरी नै हुन त लट्टेमा केही हालेको पनि मिठो हुँदैन। अनि मैले चाहिँ बिहान के खाने त है। अनि त्यही भएर मलाई चाहिँ आज कफी खानु मन लाग्यो। हुन त कफी अलिक राम्रै तरिकाले बनाइन्छ। मैले चाहिँ जस्तो यसरी नै बनाएँ होइन। मलाई चाहिँ यसरी पनि मिठै लाग्छ। अनि सब्जी बनाइसक्यो अरे। अनि अब माथि लुगा सुकाउन जानुपर्ने थियो है। हाम्रोमा चाहिँ पानी परेर हेर्नु नि यस्तो बिजोग भएको छ। मैले चाहिँ यसरी लुगा पनि अब मेसिनमा हाल्नलाई रेडी गर्दैछु है। यो चाहिँ हाम्रो चाहिँ माथि छतमा राखेको छौँ, यसरी छ। अनि यसरी हेर्नु न अब भ्यागुता कराएर यति कराइरहेको छ। यो पानी परेपछि भ्यागुता कराइरहनु पर्ने के होला नि। अनि हाम्रो चाहिँ अब घर वरिपरि सुपारी छ है, सुपारी बगान छ। अनि मैले चाहिँ यो गमलामा फुल यसरी सितारा फुललाई चाहिँ सारेको थिएँ। अब यो पानीले गर्दाखेरि चाहिँ गमलाको माटो सबै बगाएर लगेछ। अनि अब यहाँ ठाउँ खाली थियो। अनि यहीँ सारिदिनु पर्यो भनेर यसरी सारेँ पनि फुललाई। अनि चाहिँ म अब आमाले काम छ, बाहिर निस्किनुपर्छ, गाविसतिर जानु छ, नवीकरण के गर्नुपर्ने रहेछ वृद्ध भत्ताहरूको। अनि त्यही भएर हामी चाहिँ गाविस जानको लागि रेडी हुँदैछौँ है। अब यसरी गाविसतिर जानु रेडी भयौँ। पानी परेकोले गर्दाखेरि घाम त लागेको छैन, तर पनि गर्मी नै छ क्या। अरू बेलाको हेरिकन त शीतलै हो, तर पानी परे अनुसारको त्यो खालको शीतल चाहिँ छैन, गर्मी नै छ, हावाहरू चलेको छैन है। यसरी अब स्किन केयरहरू गऱ्यो अरे, हल्का मेकअप गऱ्यो अरे। अनि अब म चाहिँ जाँदैछु। छोरी मान्छे भएपछि त हल्का त सिन्दुर त लाउनै पर्यो है। अब यति भन्दै अब हामी चाहिँ निस्किन्छौँ। अब बाहिरको भिडियो चाहिँ बनाउन पाउँदिनँ, मेरो मोबाइल स्विच अफ हुन आँटेको छ। थ्याङ्क्स फर वाचिङ, थ्याङ्क यू, बाई बाई।